नमस्ते। आज मैले चाहिँ स्पेशली प्री नर्सरी र नर्सरी लेभलका बालबालिकाहरूको लागि पूर्व लेखन अभ्यासहरू लिएर आएको छु। त्यसको लागि चाहिँ हजुरले एउटा राइटिङ बोर्ड बनाउन सक्नुहुन्छ। त्यसको लागि हजुरले यसरी फ्यालेका कार्डबोर्डहरूलाई लिन सक्नुहुन्छ। यहाँ हजुरले चाहिँ स्याम्पलको रूपमा जस्तै यता लेटर देख्नु भएको छ अनि यता पिक्चर्स देख्नु भएको छ हैन। सो हामीले चाहिँ यही लेटर यसरी नै राख्नुपर्छ भन्ने छैन। हजुरले चाहिँ सेम पिक्चर राख्न सक्नुहुन्छ अथवा लेटर र पिक्चर राख्न सक्नुहुन्छ हैन, अथवा क्यापिटल र स्मल लेटर यसरी राख्न सक्नुहुन्छ हैन। सो यसरी चाहिँ हजुरले सेट गरिदिन सक्नुहुन्छ बच्चालाई, ताकि बच्चाले चाहिँ यसरी यहाँ स्लिपिङ लाइन प्र्याक्टिस गरिरहँदा सँगसँगै लेटर र त्योसँग सम्बन्धित चित्र पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ। क्यापिटल र स्मल लेटर पनि उहाँले चाहिँ चिन्न सक्नुहुन्छ हैन। अब त्यसको लागि चाहिँ हजुरले के गर्न सक्नुहुन्छ भने यसरी बोर्ड लिने अनि यसलाई चाहिँ हामीले घरमा फ्यालिएका विभिन्न टेक्सचर भएका यस्तो कपडाहरू हजुरले लिन सक्नुहुन्छ। जस्तै मैले यहाँ यो मखमलको कपडा लिएको छु अनि यस्तो गरेर टेक्सचर भएको कपडाहरू लिन सक्नुहुन्छ, ताकि बच्चाले चाहिँ यसलाई फिल गर्न सक्नुहोस् हैन। सो त्यस्तो बेलामा चाहिँ सानो नानी बाबुहरूलाई चाहिँ यसरी मजाले लेफ्ट टु राइट हैन, लेफ्टबाट चाहिँ राइट साइडमा यसरी फिल गर्न लगाउने। सो यसले चाहिँ के हुन्छ भने पछि नानी बाबुहरूलाई चाहिँ अक्षरहरू लेख्दाखेरि पनि लेफ्टबाट राइटतिर तान्नुपर्ने अक्षरहरू केही छ त्यस्तो खालके उहाँहरूलाई लेख्न सजिलो हुन्छ हैन। सो यसरी चाहिँ हजुरले फिल गरेर लेफ्ट टु राइट यसरी फिल गर्न लगाउन सक्नुहुन्छ। ओके, अब त्यस्तै गरेर यसको मुनि चाहिँ यसरी डटेड फर्महरू पनि राखेको छ। सो यसमा पनि हामीले लेफ्टबाट राइटतिर गर्ने। त्यसको लागि चाहिँ हजुरले यहाँ टेप लगाएर चाहिँ यसलाई ल्यामिनेट गरिदिन सक्नुहुन्छ र बच्चाहरूलाई चाहिँ यस्तो मार्करहरू लिएर चाहिँ लेफ्टदेखि राइट यसरी। ओके, सो एबाट चाहिँ केमा जोड्नु पर्यो, एन्टलाई जोड्नु पर्यो भनेर यसरी गर्न उहाँले यसरी ट्रेस गर्न सक्नुहुन्छ। ओके, सो यसरी यो गर्दाखेरि फेरि यसलाई मेट्न पनि मिल्छ हामीले हैन। यसलाई चाहिँ हजुरले टालोले अथवा कसैले हामीले यसलाई मेट्न पनि सक्छौँ। सो यसरी चाहिँ हाम्रो नानी बाबुहरूलाई हामीले स्लिपिङ लाइनहरू चाहिँ डाइरेक्ट कपीमा प्र्याक्टिस गर्नुभन्दा अगाडि चाहिँ यसरी स्लिपिङ लाइनहरू हजुरले प्र्याक्टिस गराउन सक्नुहुन्छ र सँगसँगै यसमा लट्स अफ प्र्याक्टिस भएपछि मात्र हामीले बिस्तारै कपीमा चाहिँ उहाँहरूलाई प्र्याक्टिस गराउन सक्छौँ। त्यस्तै गरेर अनि हामीले चाहिँ त्यही प्याटर्नमा चाहिँ हामीले स्ट्यान्डिङ लाइनहरू पनि प्र्याक्टिस गर्न सक्छौँ। मैले यहाँ चाहिँ एकदमै सिम्पल किसिमले चाहिँ रुखको मुनि चाहिँ ट्रङ्कहरू जस्तो बनाएर विभिन्न टेक्सचर भएको कपडाहरू चाहिँ यसरी टाँसेको छ। सो बच्चाहरूलाई चाहिँ हामीले टप टु बटन हैन, जस्तै बच्चाहरूले चाहिँ भनौँ न लेटर्सहरू BDहरू लेख्दाखेरि HTहरू स्ट्यान्डिङ लाइन चाहिँ भएको लेटर्सहरू लेख्नको लागि चाहिँ प्री प्र्याक्टिस चाहिँ हामीले यसरी हातको मुभमेन्ट चाहिँ माथिबाट यसरी माथिबाट तल गरेर चाहिँ हामीले बालबालिकालाई स्ट्यान्डिङ लाइनहरू सिकाउन सक्छौँ। त्यसको लागि चाहिँ हजुरले यसरी मार्करले पनि सँगसँगै यसरी टप टु बटन हैन, टप टु बटन यसरी पनि गर्न सकिन्छ। अनि यो तान्ने यो मार्करले ट्रेस गर्ने ठाउँमा चाहिँ हामीले यसरी टेप लगाएर ल्यामिनेट गरिदियो भने चाहिँ हामीले यसलाई यसरी मेट्न पनि सक्छौँ है। यसो मेट्नको लागि चाहिँ हामीले सानो कपडा या टिस्यु पेपर राखिदिने अनि त्यसपछि बालबालिकाले चाहिँ यसरी प्र्याक्टिस गरिराख्नुहुन्छ कि। सो उहाँले मेट्नुहुन्छ, प्र्याक्टिस गर्नुहुन्छ र सँगसँगै चाहिँ यो लाइनलाई फिल गरेर पनि टप टु बटनको कन्सेप्ट चाहिँ स्ट्यान्डिङ लाइनको कन्सेप्ट पनि पाउन सक्नुहुन्छ है। हस्, थ्याङ्क यू। हजुरलाई यसरी नै घरमा अभाइलेबल मटेरियलहरू प्रयोग गरेर बालबालिकाहरूको लागि चाहिँ लोकस नोकस सिकाइ सामग्री बनाउन मन छ भने, सिक्न मन छ भने चाहिँ हजुरले हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ र यसको क्लास पनि लिन सक्नुहुन्छ। धन्यवाद।